हेलो एभ्रिवान इट्स मिस शिवजङ साई तपाईँहरूकै प्यारो शिवजङ साई आज तपाईँहरूलाई सानो मिनी ब्लग लिएर हजुरलाई राख्दैछु। बजेट भएको प्लान दिदीभाइ भएर बुढो माहौल जाने तय भएपछि बिहान 8 बजे निस्किएको दिदीभाइ जाडोमा लास्टै चिसो थियो, धेरै चिसो ठाम, तर दृश्य मनमोहक थियो। स्कुटीमा हिँड्ने क्रममा धेरै राम्रो दृश्यहरू देख्न पाइयो। स्याङ्जा जानको लागि नयाँ बाटो सबै, तर बाटोहरू सजिलै रहेछन्। राम्रै भयो, चिसोले चाहिँ खोकी चाहिँ लगाइरहेछ। रामपुरदेखि स्याङ्जा बागकोटसम्मको यात्रा तय गर्दै दिदीभाइ स्कुटीमा स्याङ्जा चपकोट हुँदै त्यसपछि वालिङ बजार हुँदै स्याङ्जाको यो दृश्य मनमोहक, यति राम्रो हिमालको दृश्य हेर्दै स्कुटीमा हिँडेको 3.5 घन्टाको बाटो कतिखेर सकियो पत्तै भएन। जनतन स्याङ्जा बागकोटसम्म सकुशल राम्रै पुग्यो भनौँ। स्कुटीमा बाटो त साह्रै राम्रो, यतिको बाटो चाहिँ हाम्रो रामपुर नगरपालिकामा पनि चाहिएको थियो, तर के भने बन्छ बन्दैन त्यो पछि बन्ला। तर यो ठाउँमा पर्यटकीय क्षेत्र, यस्तो राम्रो दृश्यहरू देख्नको पाइँदो रहेछ होइन। फाइनल्ली गाइज हामी चाहिँ सुन्तलाको जक्सनमा आइपुग्यो। यो सुन्तलाको दृश्य यस्तो मनमोहक छ। फाइनल्ली जिजुबा घर पनि आइपुग्यो। हामी दिदीभाइ घरको दृश्य यति बब्बाल छ कि यति बब्बाल छ। फाइनल्ली हामी 2.5 घन्टाको यात्रा तय गरेपछि सकेर जिजुबा घर आइपुग्यो। जिजुबा घरैभरि मौरीको गार अर्ग्यानिक महहरू प्रशस्त रूपमा छ। सुन्तला उस्तै अर्ग्यानिक मह चाहिँ यति बब्बाल छ कि यसको त कुरै नगरौँ, यति बब्बाल छ। बब्बाल भन्ने कुरो त हेर्नु न, अब यस्तो स्वादिष्ट मह, आहा यति मिठो। अझ त्यसमा जिजुमाको हातको खाना यम्मी यम्मी, यति इन्ट्रेस्टिङ भयो होइन। एक दिन गएको पत्तै चलेन। सुन्तला टिप्ने क्रममा यो फेरि सुन्तला यति बब्बाल छ कि होइन। आहा सुन्तला मनै म आम्मामाम यति बब्बाल छ ठाउँ होइन। सुन्तला हामी चाहिँ सुन्तला लिन भनेर गएका थियौँ। मामा आउनुभयो पछि फाइनल्ली मामा आएर बुट्टा चढेर टिप्नुभयो। हामीलाई सजिलो भयो, बुट्टा चढेर हामी टिप्न पनि नजान्ने होइन, फर्स्ट टाइम भएर सुन्तला खाँदा सुन्तलाले आजित सुन्तला हामी फाइनल्ली रिटर्न वेलकम ब्याक रामपुरलाई फेरि प्रस्थान गऱ्यो। बाटो चाहिँ बब्बाल, भ्यूहरू हेर्दै होइन, यस्तो दामी भ्यू छ अनि देख्नुभयो नि, इट्स अमेजिङ भ्यू। मेमोरीको लागि पछि तक हेर्न हुन्छ भनेर म चाहिँ सर्ट क्लिप लिएको। यति बब्बाल छ कि बाटो, आम्मामा कुरै नगर्नु। स्वर्ग जाने बाटो भन्दा पनि खतरा बाटो छ कि, पुरै पिच, पुरै बाटो अनि साइडबाट भ्यूहरू यति बब्बाल आम्मामा। थ्याङ्क्स फर वाचिङ माई भिडियो। अब हामी नेक्स्ट भिडियोमा भेट्नेछौँ। बाई।